च्यानल है र आज भने चाहिँ हाम्रो गान्तोकमा एकदम दामी टुर्नामेन्ट हुन गइरहेछ। सो आज इन्डिया भर्सेस नेपाल हैन, सो इन्टरनेसनल फुटबल म्याच हुन गइरहेछ पाल्जर स्टेडियममा। म्याच स्टार्ट हुन गइरहेको छ है, र यहाँनिर देख्न सक्नुहुन्छ इन्डिया र नेपालको फ्ल्याग सँगै दुवै टिमहरू पनि अब रमाउँदैछ। सो अब चाहिँ म्याच स्टार्ट हुन गइरहेको छ। सो यता भने नेपालको टिम नीलो जर्सीमा, ओरेन्ज जर्सीमा इन्डियाको टिम। सो फर्स्ट स्टार्ट चाहिँ हाम्रो इन्डियाको टिमले स्टार्ट गर्दैछ। लेट्स फुटबल। सो इन्डियाले गोली चलाइसकेको छ। इन्डियाको चान्स बन्न सकेको छ। सो के यो चान्स बन्न सक्छ? इन्डियाको खुट्टामा बल, बल सो चान्स बन्न सक्थ्यो नेपालको। फेरि इन्डियाको चान्स बन्न सक्छ। लभली पास गरेको छ। नेपालको चान्स र लभली क्रस। वेल सेभ। इन्डियाको गोलकीले राम्रो सेभ गरेको छ अहिले। लभली क्रस। अब फेरि नेपालकोमा चान्स बनेको छ। इन्डियाको प्लेयर घाइते बनेको छ अहिले। What do you have in your bench? र नेपालकोमा चान्स बनेको छ। नेपालले शानदार गोल मिस गरेको छ अहिले। अब चाहिँ पानी पर्ने अवस्था भएको छ हैन, यहाँनिर चाहिँ पानी पर्दैछ।
सो यहाँ राम्रो चान्स बनेको छ इन्डियाको टिमको र हेरौँ के हुने हो ओ मिस गरेको छ यो गोल फेरि चान्स बनेको छ इन्डियाको टिमको र यो कर्नर अब इन्डियाको टिमले कर्नर किक पाएको छ लेट्स सी के हुने हो यो गोल पनि मिस गरेको छ इन्डियाको टिमले सो यहाँनिर नेपालको टिम अलिकति चोटिलो बनेको छ क्याप्टेन आक्रमण गेम भइरहेको छ अहिले Lovely passing. अब चान्स बनेको छ नेपालको टिममा ओहो अब चान्स बन्न सक्छ के खेलिया भन्ला जस्तो भयो नि हौ दामी कर्नर किक गएको थियो आहा फ्री किक ठीक छ बल ठीक छ फेरि नेपालको टिमले लगिसकेको छ र प्ले अन के यो चान्स बन्न सक्छ लभली सेभ त्यसले सेल्फिस खेल्यो नि त्यसले फ्री किक पाएको छ इन्डियाको टिमले राम्रो शट गरेको थियो तर डाइरेक्ट किपरको हातमा अब फेरि नेपालको टिमले लगिसकेको छ बल ओहो राम्रो शट नेपालद्वारा भने राम्रो प्रहार इन्डियाद्वारा इन्डियाले शानदार एक गोल लगाएको छ र खुसीको माहौल यहाँनिर इन्डियाले एक गोल लगाएर र अहिले भने इन्डियाको टिम 7 नम्बरले गोल लगाएको छ सो अब स्टार्ट भइसकेको छ फेरि र अब माहौल तातिएको छ खेला तातिएको छ
ती छ बल ती थियो बल सो फेरि इन्डियाकोमा बल बलको चान्स बन्न सक्छ ल अब नेपालको पाली बन्न सक्छ फ्री किक दामी से सब कर्नर किक पाएको छ नेपालले दामी सेभ र फेरि चान्स बन्न सक्छ इन्डियाको बल अब नेपालको टिमले लगिसकेको छ बल र राम्रो क्रस थियो तर कोही छैन दामी क्रस बल ती छ दामी निकालेको थियो यहाँ फ्री किक पाएको छ इन्डियाको प्लेयर्सलाई र येलो कार्ड साथसाथै 3 नम्बर नेपालको लागि फर्स्ट येलो कार्ड लभली दामी प्रहार इन्डियाद्वारा र लभली पास सो नेपालकोमा बल पुगेको छ अब भने इन्डियाले फेरि चापेको छ एस्केलेटर तर बिचैमा ब्रेक लगाएर रेडी गर्यो अब नेपालको के यो सर्ट हुनेछ र राम्रो कोसिस लभली शट र अहिले पल्जर स्टेडियममा एकदम खचाखचको माहौल देख्न सक्नुहुन्छ र एकदम नेपालले अहिले एकदम गोल गरेको छ उत्कृष्ट गोल देख्न सक्नुहुन्छ हर्ष उल्लास नेपालको सपोर्टमा एकदम नेपालको सपोर्टमा र अहिले भन्नुपर्दा तपाईको स्कोर भएको छ इन्डिया 1 अनि नेपाल 1 अब खेल तातिनेछ र अब माहौल तातेको छ खेला तातेको छ
दुवै टिमका प्लेयर्सहरू पनि तातिसकेका छन् अब। र फेरि 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 चान्स बन्न सक्यो नेपालको। सो फर्स्ट हाफ अहिले सकिएको छ र स्कोर रहेको छ तपाईको 1-1। अझ भने चाहिँ पाल्जर स्टेडियम एकदमै खचाखच छ, तपाईले हेर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ। अझै त बस्ने ठाउँ पनि छैन यहाँनिर मान्छेहरुको। सो अब सेकेन्ड हाफको स्टार्टिङ हुन गइरहेको छ। सेकेन्ड हाफको स्टार्टिङ र अहिले चाहिँ स्कोर भएको छ इन्डिया 1 नेपाल 1। सो अब दामी चान्स बनेको छ इन्डिया टिममा। लभली चान्स। ओहो फेरि चान्स बनेको छ इन्डिया टिममा। दामी सेभ नेपालको डिफेन्सद्वारा। फेरि चान्स बनेको छ। दामी शट नेपालद्वारा। ठीक है कस्तो भाग्दिएको। दामी सक्छ नेपाल। टीम इन्डियामा खेलाडीहरूको परिवर्तन। जर्सी नंबर 8 is being replaced by under 17 India sensation Avishka Krishna. सक्यो नंबर 8 हाम्रो आफ्नै सिक्किम की मुस्कान सुब्बा यादव। हाम्रो दामी चान्स बनेको छ इन्डिया टिममा। ओहोइ ओहोइ एंगलमा लाग्यो एंगलमा डन्डैले है। ल सक्यो मिस लो फेरि एक खतरा रहेछ 14 नम्बर 14 कडा हो यतिको।
अन्जना राणा सो अहिले नेपाल टिममा अन्जना राणाको प्रवेश भइसकेको छ जो नेसनल किपर हुनुहुन्छ सो इन्डियाले फ्री किक पाएको छ अब कम अन